अहिले गृहमन्त्रीले गरेको काममा म अहिले पनि भन्छु, तर अझै विधि पुऱ्याएर गर्नुहोस्। किन कहिलेकाहीँ हतार गरेको कामहरू के हुन्छ भने विधिगत नभयो भने भोलि अदालतले तपाईँको क्लिन चिट दिन सक्छ। ढङ्ग पुगेको छैन होइन, त्यसो भन्न मिल्दैन। तर अब किन अलि विधि पुऱ्याएर गर्ने आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ बजेट बाँडफाँड हुन्छ भन्ने मैले सोचेको छु। आवश्यकता कहाँ हो? अनि अर्को सबभन्दा ठुलो कुरा अहिले चाहिँ स्वास्थ्य बिमा रोकिएको छ। आज त्यो खुलाउन माग गरेका छौँ हामी। स्वास्थ्य बिमा रोकिएर आज अल्पत्र परेका छन् मान्छेले उपचार पाइरहेको अवस्था छैन। त्यो भुक्तानी भएको छैन, त्यो भुक्तानी गरिदिनुहोस् भनेको छ। र अर्को चाहिँ किसानले अहिले सबभन्दा ठुलो समस्या किसानले जस्तो गर्छ भने बिमाको समस्या छ र अर्को सहकारी ठगी। मेरो जिल्ला जुम्लामा मात्रै अहिले 4000 मान्छे सहकारी ठगीबाट पीडित छन्। ती सहकारी ठगहरूलाई पक्राउ गरेर उनीहरूको जायज जथाबाट सम्पत्ति असुलुपर गरेर र सहकारी पीडितको पैसा तिराउनुहोस्। सरकारबाट पैसा दिने होइन कि जो ठग हुन् तिनीहरूको सम्पत्ति बेचेर तिनीहरूको 3 पुस्ते सम्पत्ति असुलुपर गरेर पीडितको पैसा असुलुपर गर्नुहोस् भनेर आज